ल हामी अब ब्रह्मसुतिर गयौँ है यता निराजन छ किपा बहिनी निराजन सर थ्याङ्क यू यता बहिनीलाई थ्याङ्क यू दुईजना हिरो पनि खिचिदिउँ न अनि हाम्रो मेन आजको हिरोहरू चाहिँ यता हुनुहुन्छ है यता इमहाङ बेटा उता हाम्रो केन्जो बेटा है वाले चस्मा आयो चस्मा लगाऊ यो पनि मान्दैन गुड्काइहाल्नुपर्छ अघि निकालिसक्यो म त यतै छु तपाईको त छोराको जस्तै भएछ कपाल त हामी बाउ छोरा उस्तै हुन्छ हौ कपाल हजुर हजुर मेरो चाहिँ प्राय इमोको सबै मम्मीतिर गएको छ बानी बेहोरादेखि लिएर हजुर हजुर बाइसनहरू अमेरिकन उयो बाइसन अमेरिकन बाइसन हेर है यहाँ यो पुरा यहाँको जिम्बर जस्तो यत्रो खुट्टा सुकेको हुँदैन तर कहाँ पुगेछ ए ऊ रहेछ पर मौसम बडा राम्रो छ यहाँ हामी के हेर्दैछौँ यस्तो चिजहरू रहेछ खोलाको यो स्पिडलाई कन्ट्रोल गर्नु खोज्यो होला है सर ए हजुर फोटोग्राफर चाहिँ म भिडियोग्राफर म भएको छु नि त आज फेरि ल हाई म अब हामी अमेरिकन बाइसन हेर्न गइरहेको छौँ है हेर्नुहोस् है यो साँडे ओ हेर्नु त इमो कति धेरै छ ल ए हजुर ल ल गनायो गोबर गनायो गोबर गोबर गना कति धेरै रहेछ है मौसम पनि आज राम्रो छ होइन साथी हो हजुर 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 हो अङ्कलले के भन्नुभयो यता यता हामी अब वर्ल्ड अफ बर्ड्स चराको संसारमा जाँदैछौँ है हामी अब है चराहरूको संसारमा हामी जाँदैछौँ होइन हेरौँ कस्तो कस्तो चरा चुरुङ्गी रहेछ चरा कम्पिटिसन गर्नुपर्ने रहेछ साथी स्टोलर माथि लाने म गुडौँ तिमीलाई गाह्रो भने गुडौँ अहिले त्यो इनर्जी बचाउँ है हामी अलिकति इनर्जी निकै हामीलाई चाहिन्छ अहिले हिँड्नुपर्छ पार्कमा हिँड्दाखेरि इनर्जी चाहिन्छ है अहिले इनर्जी फटाफट घर सबैभन्दा पहिला गल्ने मान्छे चाहिँ उयो है फेरि कम्पिटिसन गर्ने भने अनि त्यही भएर अलिकति स्टामिना बचाएर राखौँ है यो के कागतीको रुख जस्तो रहेछ हौ निराजन सर यहाँ त फेरि गल्यो
बिचरा पनि गल्यो होला ल ल तिमी एकछिन ह्यान्डल गर अघि त चराहरू ल ल म गर्छु यतिकै हिँड्नु सजिलो भएको पक्र न मेरो पनि आउनु पर्यो नि त यहाँनिर क्यामेरामा फेरि उता क्यामेराम्यानको क्यामेराम्यान जल्दी फोकस गर म बोल्न सक्ने अवस्थामै भइन थ्याङ्क यू ल तातो तातो चरा उसको पनि फुकालिदिनु त्यो देखेन ए उयो तानेर हौ यी म चरा हेर है लिनुहोस् त भिडियो बनाउनुहोस् त ल सर गर्मी पो रहेछ ए ओ भुइँमा पो छ भुइँमा उहाँ त्यो भुइँमा हजुर यहाँ यो भुइँमा लुकिरहेछ ल जाउँ सनम त्यसो भने गुड्काउ यो ज्याकेट उयो तल मुगाल न हेर्दा लास्टै गर्नु छ ए हजुर उप गराउँछ है हुन्छ जाउँ सनम कता चरा नहेरी गए उता ए माथि लु जाउँ त्यसो भने कता म आज अलिक नयाँ गाइड परेँ कि त्यही भएर खासै चिन्दिनँ सर यो त सुगाहरू जस्तो छ ढुकुर रहेछ ढुकुर बेबी ढुकुर कता सर अब कता जाँदा हामीलाई यो त यस्तो गीतहरू रहेछ के हो त्यही त बहिनी संरक्षण गरेको चराहरू त्यहाँ देखाउनुहोस् न रहेछ ए अन्डा रहेछ है भित्र आम ठुलो पो हुँदो रहेछ त्यो अन्डा त Predator finds my eggs in my nest on the ground भनेछ यसरी अन्डा रहेछ चराहरू हजुर ए के रहेछ माछा ए खाना चरा खाना यस्तो ल अनि त्यो बेलामा बाहिर धेरै अहिले बाहिर चिसो छ नि त अहिले बाहिर गमियो भने भित्र शीतल हुन्छ टेम्परेचर एउटै हुन्छ कि भित्रको अब हामी यतापट्टि के आयो यो त पुरा आम्मामा ठ्याक्कै एमाजोनको जङ्गलै रहेछ नि त ल है निरञ्जन सर एमाजोनको जङ्गल जतिकै रहेछ नि यहीँ के चरा आउँदैछ लखर 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 कुद्दैछ उसलाई एकदम दौडधुप रहेछ है व्यस्त रहेछ अघिबाट ल ल तपाईँहरू भन्नुहोस् म भिडियोग्राफर चाहिँ पछाडि बस्छ नि होइन भिडियोग्राफर पछाडि के रहेछ ए गोड ओ माथि गोड लगाएर रहेछ यता राइट साइडमा उता अर्को साथी चाहिँ उता रहेछ हजुर ओ एकदम दौडधुपमा छ यहाँ त खुल्ला पो रहेछ सिसा होइन रहेछ
यहाँ माथि कति रहेछ यो चरा यो के हो ग्रेट आल्गोस भनेर हो चराको यस्तो खालको है सर्प हजुर एउटा नक्कली एउटा सक्कली बनाउँछ अरे क्या सर्पले ओके यहाँ जिम गर्दैछ भन्नुभयो अङ्कलले हेर्नु है ओह 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 ल देखाइदियो कला ल ल यो कला देखाएर ल सेटअप गर्दै रहेछ ए उयो त माथि उयो पनि रहेछ चित्र के एक्सर्साइज टाइम रहेछ अहिले हजुर हुन्छ बाफ्रे कत्रो ठुलो रुख रहेछ हौ तिमी बुझ्यौ यो कत्रो रुख आम्मा ल यहाँ सनम पक्रेर क्यामेरा यता भित्रै फेरि डेकोरेसन कस्तो राम्रो छ ऊ परसम्म छ नि त त्यसको त अनि हिँड्नु न हिँड्नु ऊ पर हिँड्नु न ऊ खत्रै छ नि के रहेछ त एकदम इम्पोर्टेन्ट कुरा लेखेर चाहिँ यहाँनिर हेर्नुहोस् के भनेको छ हेर्नुहोस् है यहाँनिर त्यस कारणले भनेको एकदम नेचुरल कुराहरूलाई हामीले बचाएर राख्नुपर्ने हुन्छ जाली डुकुर कराएको के हो त्यो त उयो हो थ्याङ्क यू रमाइलो भइरहेछ ए इमोलाई इमो मजा भइरहेछ हो चरा रहेछ बर्ड्स रहेछ हाई पायो उसलाई त ल थ्याङ्क यू सफा गर्दै रहेछ यहाँ दुईजना चराले मतलबै दिएको छैन दाजुलाई भाइ बोल्नुलाई ए उता रिसाइरहेछ त्यो मान्छे यो मान्छे चाहिँ अलिकति मुड अफमा रहेछ आज ठ्याक्कै तिम्रो ज्याकेटको कलर रहेछ झन् त तिमीले लाएर यता उडेर आउँछ हो हो यो उडेर आउँछ नि यता हो नि यो त के भन्छ वाइ इज द स्याट डाउन फोन त्यसो गरौँ जोडी रहेछ हो अर्को ठुलो पनि रहेछ केही नगर्दो रहेछ है ठुलोले आम्मा बाहिरबाट मिल्छ म थाम्छु त्यहाँ गरेर मिलाउँछु हुन्छ हुन्छ थ्याङ्क यू म आएँ
ल यता यता हो त्यता हुन्छ इमो सुतिसक्यो यो मान्छेले यसै गर्छ नि घुमाउनु लिँदाखेरि सुत्छ अनि पार्क लाँदा पनि सुत्छ घरमा गएर चाहिँ उठ्छ हजुर यो बच्चा ज्ञानी यस्तै रहेछ हजुर न डिस्टर्ब हुन्छ उ गर्नु लाग्यो पनि चल म गुड गाउँछु खै ल तिमी गऱ्यौ ल्याऊ ल्याऊ न तिमी फोटो बना ल अहिले ताजा अपडेट दिँदाखेरि चाहिँ भन्दाखेरि हामी ब्रङ्क्स जू यहाँ घुमिरहेको अवस्था छौँ है हामी खै म चाहिँ पनि सधैँ एकदम गर्मी रहेछ उपर रहेछ ए अर्को पनि रहेछ नि त आवाज चाहिँ अलिक सानो गर्नु भनेको छ है यहाँ यहाँ के रहेछ निरञ्जन इमो उता उता हेर्नु उता ऊ बड नेभारा रहेछ नेभारा पनि धेरै प्रकारको हुँदो रहेछ त्यसले आछी पनि गर्दैछ तल आम्मामा के रहेछ हौ यो त क्रेन हेर क्रेन साह्रो मैले देखेको छैन चरा उडे देख्यौ हजुर के भन्नुभएको किन यता बस्छ सर इमो त निस्किने रे निस्किने पो रहेछ है ल निस्किने पो रहेछ ए ढुकुर हजुर आमा हो त यहाँ यस्तो मजाले काठमा सिमेन्ट होइन यो यो चिज चाहिँ उयो रहेछ क्या के काम गर्न सकिए यस्तो सरसफाइ अनि यो चराहरू दिन्छ त हामी काम खोजौँ न साथी ल शुभकामना बन्द आउँछ यहीँ रहेछ म सुँगा रहेछ नि त ए उता फेरि कति राम्रो चरा रहेछ नि यता मजुर रहेछ यता यो सुँगा रहेछ ऊ त्यहाँ जोडी नै रहेछ नि त मजुर मजुर उता तल रहेछ कहाँ प्लास्टिक होला नि सबै बनाएको नि आर्टिफिसियल हो नि सिमेन्ट लाएर के रहेछ किन्छ यस ऊ आउँदैछ मजुर मजुर आयो मजुर मजुर
यहाँ फेरि पुरा झर्ना रहेछ। ए हजुर डाँफे डाँफे। Тут были эти помнишь, австралийские, которые очень много понимают, знают звуки, говорить. अब यो भिडियोलाई चाहिँ यही अन्त्य गर्न चाहे। अब नेक्स्ट मा के फोटो हामी खिच्ने कार्यक्रम। अब हामी फोटो खिच्ने कार्यक्रम यहाँ रहेछ। फेरि अर्को के बढो यो मजा त होइन है। त्यही त म बस्छु त। इमा यता हेर्नु। इमा हाम ल ठिक छ। ल भयो म बस्छु तिमी स्ट्रोलर बोल। तिमी स्ट्रोलर म बोक्छु ल। होइन म बोक्छु। यहाँ चाहिँ फन मिल रहेछ है। Реснички на глазочке. Сладкие. Сладкие. Я здесь такие, ой, какой вкусный. Ой, какие глазочки. Ой, какие лисички. Да, я не сука, अब कति थरीको सुगा रहेछ है। ठुल्ठुलो हुँदो रहेछ सुगा पनि। कति मिलेर बस्दो रहेछ यिनीहरू। ठुगा ठुङ्गा गर्दो रहेछ। त्यो ठुलोले सानोलाई केही नगर्दो रहेछ। यो त अर्कै बिचको त्यो चुच्चोवाला त अर्कै छ नि। यसले एकचोटि ठुग्यो भने त बिचमा हजुर छैन। उता चाहिँ फेरि ब्युटिसियन भएर बसिरहेको छ। उता ट्याक्क लाएर भर्खर पार्नबाट आयो जस्तो भएर यो चाहिँ ट्याक्कै पार्नबाट आयो। हेर्नु न नौलो भएछ कि पोसेको अनि लैजाउँ। हाम्रो यहीँमा त मानेन त। मान्दैन मसँग पनि मानेन दिएको। होइन छोड्यो नि। यहाँ धनेश रहेछ अर्को यहीँ। ठिक छ नौरहेछ। एउटा मात्र थिएछ न पहिला दुईटा होइन। सरी अब निस्किने भयो। अब निस्किने। अब ठ्याक्क निस्किने आयो। ल यो समात्नुहोस् त्यसो भए लु भएछ चढ्नु। ल बाहिर आयौँ है अब हामी। है पनि हप्पा भइदिन्छ। अब यिनीलाई मान्छ होला। होइन हो ठिक छ दाइ। अब हामी बाहिर निस्किसक्यौँ ल।